हजुर नमस्ते अनि नमस्कार सबै साथीभाइ इष्टमित्र आफन्तहरूमा यो साङ्गीतिक अभिवादन छ। कहाँ छौ कैतिर छौ लेक औल स्वदेश विदेश जो जहाँपट्टि सुन्न लाछौ तम सबैलाई झिक्कै माया झिक्कै सम्झना छ। आजले तमरा माझमे खुबै निका देउडा गीत लेबाट आइरहेछु खुबै माया आएर दिया मैलाई देउडा गीत लेखबाट पठाइरहेछ दिपाल सिलगढी नगरपालिका 9 कलेना काँडी गाउँका मित्र जित बहादुर साउजीले खुबै निका देउडा गीत लेखबाट पठाइरहेछन्। उनका देउडा गीतको शीर्षक रहिरहेछ काँडी गाउँका दुःख सबैजना सुनि। भैँसी छन् डाँडीका वन गोठा लो झाडी गाउँ, भैँसी छन् डाँडीका रुख गोठा लो झाडी गाउँ, कहिले रोड पुग न्या हो कि यही मेरा काँडी गाउँ, कहिले रोड पुग न्या हो कि यही मेरा काँडी गाउँ पठाइँदैन। आकाश उड न्या चढी जन बसै रुख, आकाश उड न्या चढी जन बसै रुख, कोही नेता जन्मेका छौ कि बुझी दिने दुःख, कोही नेता जन्मेका छौ कि बुझी दिने दुःख। नेपाल जागिरी छैन परदेश बास भयो, नेपाल जागिरी छैन परदेश बास भयो, आया जति बजेटको फेरि जनास भयो, आया जति बजेटको फेरि जनास भयो। भात खान्या फाइबरको थाली पानी खान्या रोटी, भात खान्या फाइबरको थाली पानी खान्या रोटी, रोड छैन सुविधा छैन मेरा काँडी गाउँ टुटी, रोड छैन सुविधा छैन मेरा काँडी गाउँ टुटी। डाँडीका बास न्या न्याउली बसी जानु सेल, डाँडीका बास न्या न्याउली बसी जानु सेल, विकास लुटी जनता दुखी राजनीतिका खेल, विकास लुटी जनता दुखी राजनीतिका खेल। युवा जति खाडीतिर नेपाल नाश भयो, युवा जति खाडीतिर नेपाल नाश भयो, सिलगढी कलेना लुटी महल बास भयो, सिलगढी कलेना लुटी महल बास भयो। रोड छैन बिजुली छैन मेरा काँडी गाउँमा, रोड छैन बिजुली छैन मेरा काँडी गाउँमा, के चिठी लेखेर पठाऊ नेतै मौका नाउँमा, के चिठी लेखेर पठाऊ नेतै मौका नाउँमा। चिठी लेखी पठाइदिया वडाका नाउँमा, चिठी लेखी पठाइदिया वडाका नाउँमा, स्कुलको बिजोग भयो मेरा काँडी गाउँमा, स्कुलको बिजोग भयो मेरा काँडी गाउँमा। कहिल्यै जित्यो एमाले कहिल्यै काङ्ग्रेस रुख, कहिल्यै जित्यो एमाले कहिल्यै काङ्ग्रेस रुख, सुत्केरीको बिजोग भयो काँडी गाउँका दुःख, सुत्केरीको बिजोग भयो काँडी गाउँका दुःख। बजेट पुगै न हो कि काँडी गाउँका रोड, बजेट पुगै न हो कि काँडी गाउँका रोड, खाया कसम लाया वचन तोड नेता तोड, खाया कसम लाया वचन तोड नेता तोड, खाया वचन लाया कसम तोड नेता तोड। हजुर सबैलाई धेरै धेरै धन्यवाद छ यो गीत सुनिएर साथ दिया। यो गीत लेखबाट पठाउने जित बहादुर साउजीलाई पनि झिकै झिकै धन्यवाद दिन चाहन्छु। वास्तविक जीवनमा आधारित वास्तविक कुरालाई सिमरिबाट गीत मार्फत भन्दैछ। यो कुरा हाम्रा नेतामौ हाम्रा जनप्रतिनिधि हाम्रा गाउँका जान्या मान्या माउना ठालुहरूले बुझिगर यो गीतले के भन्नु खोज्या हो, यो गीतको वास्तविकता के रहेछ भने तमी बुझ्दिया भन्न हो। यातायात नपुग्या ठाउँमा हालै चन्दुकेका, सालसालै राजनीति हुँदो शहीदका लासमा, भोट हाल्न हटेर जान्छौँ सडक आउन्या आसमा, भनौँ त कैकन सुन्दिने कोही छैन, भनौँ त कैकन सुन्दिने कोही छैन, मेरा पहाडको आइजाऊ पहाड, मेरा पहाडको आइजाऊ पहाड, मेरा पहाडको आइजाऊ पहाड।